हामी चाहिँ तर र साकेला नाचिसकेको रहेछ मनाउँदाखेरि भान्जीहरू अनि भान्जीसँग फेरि 1 नम्बरको इटरी 1 नम्बरको त्यहाँ नाच्छ रे जाउँ भनेर हामी पनि फेरि गएको पनि उतापट्टि पारिपट्टि रहेछ टाढै होला भनेर त्यति नजिकै पो रहेछ। चाहिँ भान्जीले एकजना नानीलाई बोलाउँदै हुनुहुन्छ अनि सबै धमाधम नाच्दै रहेछ। हामी चाहिँ भर्खर पुगेको टाढै होला भनेर त्यति रहेछ सबै गर्मीले भान्जीलाई धनादेखि आउनुभएको भान्जी म अनि नातिनी सबै गर्मी कहाँ बस्ने होला भनेर नानी चाहिँ छटपटिँदैछ क्या साथीहरू खोजिँदैछ। यहाँ भान्जीले चाहिँ लाली धेरै रात आयो है भन्दै हुनुहुन्छ क्या यहाँनिर। साकेला भन्ने बित्तिकै केटाकेटीहरूको कस्तो रमाइलो क्या अब ड्रेसमा आफ्नो कल्चरल ड्रेसमा है सबै वहाँनिर खेल्दैछ ढुङ्गा मसिनो ढुङ्गाहरू थुपारेको छ त्यहाँ माथि खेल्दै रहेछ अनि उतापट्टि चाहिँ पुरा नाच्दैछ साकेला। यहाँ चाहिँ लास्ट अन्तिममा आएर नाच्दैछ यहाँको ग्रुपहरू अनि हामी चाहिँ फेरि अनि उतै 2 नम्बर जाउँ न भनेर गयो पनि हामी फेरि उतै फर्केको। हामी फेरि उतै 2 नम्बरतिर फर्केर आएको बेलुकाखेरि 3:30 बजिसकेको थियो होला अनि सबै गइसकेको रहेछ। त्यही पनि एक ग्रुप मजाले नाच्दै रहेछ अनि यसो अन्तिममा आएर नाचिदिउँ न त गइरहेन रहेछ सबै गइसकेछ भनेर नाचेर घर फर्केको नि हामीले पनि यसो फोटोहरू खिच्यौँ सम्झना स्वरूप भान्जीहरूसँग है। अनि फेरि फोटो खिचेर हामी लाग्यौँ कफी खानु। कफी खाएर अनि यसो मिठो मिठो गफ गरेर छुट्नुपर्छ है भनेर अनि हामी इटरी मझेरी होटल गयौँ अनि त्यहाँनिर चिसोहरू यसो कफीहरू खायौँ अनि भान्जी हामी बाटोमा है रमाइलो गफ गर्दै हाँस्दै आजको दिनको सबैभन्दा रमाइलो पल बिताएर हामीहरू खुसी साथ छुट्यौँ बिदावारी भयौँ सबैजना।